हेलो साथीहरू, यो चाहिँ बिहानदेखि अहिले बेलुकासम्मको क्लिप हो कि बिहानै चाहिँ हाम्रोमा दुधबाटै सुरुवात हुन्छ नि त। अनि दुध चाहिँ हामीले डायरीमा यसरी बेच्न लानुपर्छ कि साथीहरू। सहरमा चाहिँ घर घरमा आउँछन् बेच्न हैन, हाम्रो चाहिँ यसरी लानुपर्छ। म चाहिँ बिहान बिँ छिपेर आएँ अनि यहाँ बसेर बिँ इस्कुस सिमीको सब्जी बनाउनु पर्यो भनेर यहाँ गर्दै थिएँ साथीहरू, चिया खाँदै। त्यस पछाडि आलु रोप्ने सिजन छ क्या यति बेला चाहिँ साथीहरू। अनि अहिले रोप्यो भने चाहिँ फागुन चैतमा खन्ने बेला हुन्छ के फल्छ अनि बिउहरू बारी पुर्याउनु पर्ने थियो साथीहरू। यति गरिदा ओर्दा खानासाना पाकिसक्यो रे, काम बिहानको एकलट सब सकिसकेपछि नानीहरूलाई स्कुल पठाउने बेला हुन्छ कि साथीहरू। नानीहरूको गाडी आइसकेको छ अनि म चाहिँ तलै हो नि त किचन, अनि पठाउन थालेँ। त्यस पछाडि यहाँ चाहिँ माई खोलाको धामी झाँक्रीको गफ हुँदै थियो, यति रमाइलो हाँसो भएको थियो कि साथीहरू। यहाँ भान्जोको कपाल पाल्नु भएको छ नि त, अनि भान्जो म पनि जान्छु यस्तै गर्छु म पनि भाइरल हुन्छु भन्दै हुन्थ्यो कि। यस्तै रमाइलो रमाइलो गर्दै गर्दै म चाहिँ धन्दा गर्न थालेँ कि साथीहरू। धन्दा गरिसक्दा त फेरि 12 बजिहाल्यो साथीहरू। अनि अब यहाँ चाहिँ फेरि चिया लिएर जाने बेला भयो 12 बजीको। म 12 बजीको चिया चाहिँ यसरी ओह्रालो गोठको बाटो जाँदै थिएँ। दाजुले यस्तो जिस्काउनुहुन्छ फेरि लडिएला नि गल्ड्याङ गरे कि साथीहरू, अब के गर्नु। अनि म चाहिँ जिस्किँदै गएँ, बारीमा जान्छु, फेरि बारीमा पनि जिस्काउनुहुन्छ सबैजनाले होइन। आइपरेपछि त सबै थोक गरिन्छ कि घाँस दाउरा खोले पात होइन, तर नजाने पनि गरिन्छ नि त, सबैजना जिस्काउनुहुन्छ कि। म चाहिँ लिटरली घरमा बस्दिनँ नि त, अनि तलतिरबाट मलाई अम्मक दिनुभयो कि साथीहरू। अम्मक चबाउँदै आएर फेरि पकाउन थालेँ कि साथीहरू। म चाम्रे, त्यो पनि आगोमा कति मिठो हुन्छ भन्नु त। यसरी छड्किन थालेपछि चाहिँ म गुन्द्रुक केलाउन लागेँ होइन। आमाले पनि हेर्दै हुन्थ्यो गुन्द्रुक, सासुबारी भएर यसरी गुन्द्रुक केलायौँ। त्यस पछाडि यो गुन्द्रुकलाई चाहिँ टक्कसँगले साध्ने के साथीहरू चाम्रेसँग, अनि यसरी बनाउने साथीहरू। अनि म यहाँ प्लेटिङ गर्न थालेँ। मैले चाहिँ अर्को टमाटरको पनि अचार बनाएको थिएँ कि साथीहरू। अनि सबै काम भ्याएर खेतालालाई पनि दिइसकिसकेपछि चाहिँ माइजू भान्जा नि बसेर खायौँ। खाइसकेपछि सबैजना फेरि बारीतर्फ जानुभयो र आलुको बिउ फेरि सकेर पठाउनु पर्ने भयो। म खुब बल निकालेर आलुको बिउ उठाउन गएको, हल्लाउन पनि सकिनँ कि साथीहरू। मेरो यस्तै चल्दैछ आजभोलिको, घर आएको बेलामा यस्तै हो कि साथीहरू। थ्याङ्क यू फर वाचिङ।